लोकी इज वान अफ द मोस्ट हाइप्ड एनिमे, जसमा चाहिँ एउटा चबी टाइपको एउटा मोटे मोटे केटा हुन्छ जसलाई चाहिँ एकदमै बुली गरिन्छ विथआउट एनी रिजन। एन्ड हत्त तब क्रस हुन्छ जब चाहिँ एक दिन उसलाई उसकै आमाको अगाडि बुली गर्छन् एन्ड आमाको अगाडि पिड दिन्छन् केटाहरूले। एन्ड यस्तै कुराहरूले गर्दाखेरिमा चाहिँ ऊ रोइ रोइ निदाउँछ र सडनली उसले चाहिँ एउटा बडी आफ्नो साइडमा देख्छ एन्ड द्याट बडी इज टु ह्यान्डसम एन्ड पर्फेक्ट। एन्ड यहाँ एउटा फेनोमिनन हुन्छ जब चाहिँ ऊ एउटा बडीमा सुत्छ ऊ अर्को बडीमा उठ्छ र जब अर्को बडीबाट सुत्छ ऊ अर्को बडीमा उठ्छ। अब अलिक कन्फ्युजिङ लाग्ला एनिमे नै हेर्नु होइन, बट सिधा कुरा गर्न पर्दाखेरिमा एउटा मोटे जसले चाहिँ एउटा स्लिम र पर्फेक्ट बडी पाउँछ, अब त्यसले त्यो बडीलाई कसरी युज गर्छ र त्यो बडीको चाहिँ के फाइदा उठाउँछ उल्टो नसोच है। यो सबै एनिमेले एक्सप्लोर गर्छ। एन्ड यो चाहिँ एउटा मानवा हो, कोरियन मानवाबाट एड्याप्ट गरिएको हो। एन्ड जब यसको मानवा चाहिँ अगाडि बढ्दै जान्छ नि अराउन्ड 200 च्याप्टर्स पछि यसले चाहिँ पुरै आफ्नो स्टोरी नै चेन्ज गरे जस्तो लाग्छ। मैले नराम्रो भन्न खोजेको होइन, इट्स गुड होइन, हुक गर्छ यसले। तर यसले आफ्नो स्टोरी जहाँबाट सुरु गरेको थियो नि एउटा मोटो मान्छे जो चाहिँ सधैँ बुली भइरहन्थ्यो र उसले चाहिँ आफ्नो होइन सधैँ रोएरै जिन्दगी बिताइरहेको थियो, उसले केही गर्न ट्राई गरिरहेको थियो। त्यसपछि गएर एकदमै 200 च्याप्टर्स पछि त यसले पुरै ग्याङ फाइटदेखि लिएर यताउतिमा जान थाल्छ एन्ड स्टोरी सबै त्यसैमा घुम्न थाल्छ। मैले नराम्रो भन्न खोजेँ होइन, इट्स गुड, बट यसले आफ्नो स्टोरी चाहिँ सायद बिर्सेको हो कि जस्तो फिल लाग्छ मलाई चाहिँ। एन्ड इफ यु वान्ट यु क्यान चेक इट आउट।